छ यार। फेरि क्विक गरे, क्विक गरेन भने टाँसिँदैन, टाँसिहाल्नु पर्यो। फेरि क्विक भन्छ, फेरि क्विक फुटबल क्लियरली यो हेर्छ फेरि क्विक। फुटबल बनाउँदै यसरी खेल्नु छ। हाम्रो नजिकै चाहिँ एउटा चाराली खेलकुद मैदानमा हाम्रो फुटबल यसरी च्यातिएको रहेछ। यहाँ खेल्नुपर्ने केटाहरू आउँदैन। चाराली के पो भन्दै थियो अस्ति, म हेरेकै छुइनँ न्युज। हेर्नुपर्ने चारालीमा फुटबल हुँदैछ अरे हौ। खेल्नुपर्छ केटा हो ल, खेल्ने हामी दिन्छ कि दिँदैन तर हामीलाई खेल्नु। फुटबल त यस्तो छ हाम्रो, के गर्नु। ल है ल साथी हो, खेल्दै गरौँ है, खेलाउँदै गरौँ, केटाकेटीहरूलाई प्रोत्साहन गर्दै गरौँ। च्याम्पियन लिगसम्म पुगुन् कुनै दिन हाम्रा केटाकेटीहरू, साथीहरू, साथीका भाइहरू। हामीभन्दा अग्रज दाइहरूले त गर्नु सकेनन्, अब दाइहरूले गर्दै हुनुहुन्छ मेरा साथीहरूले। धन्यवाद। बद्री दाइको चाहिँ आवाज सुन्दै थिएँ म अस्ति। बद्री दाइसँग राम्रो एउटा हाम्रो सरकारी कर्मचारी हुनुहुन्थ्यो उहाँ, र अहिले पनि आएर समाजमा खेलकुदको लागि केही योगदानहरू दिनु खोज्दै हुनुहुन्छ। राम्रो कुरो हो, तर यो बोल्नु त हुन्थ्यो हुँदैन त थाहा छैन। बोलिहालेँ। जय होस्, जय होस् फुटबल खेलाडी सबैको। यो फुटबल खेल्दै थियौँ, अब च्यातिएछ, टाँस्दैछु दाइ। बद्री दाइ कुनै दिन भेटेर गफ गरौँला है। र धन्यवाद। चाराली फुटबल हेर्न र चाराली फुटबल खेल्न सबैजना आउनु होला। हाम्रो रोटे कमिला पनि जान्छ कि भन्ने आशा छ धेरै हामीलाई। रोटे कमिला साबिक दुवागढी 6 वार्ड नम्बर 14बाट खेल्ने खेलाडीहरू छन् यहाँबाट। यहाँ चाहिँ साबिक दुवागढी 6 को मात्रै एउटा सानो पुरानो ग्राउन्ड, हरिखड्का दाइहरूले खेलेर गइसक्नु भएको ग्राउन्ड थियो। यहाँबाट 2 जना ओलम्पिक खेलाडीहरू पनि निस्किनु भएको थियो पहिल्यै। अगाडि एउटा देवी दिदी हुनुहुन्थ्यो यहाँ, देवी माया पनेरू होला सायद, हाम्रो